छु आशा मर्यो भने अब म पनि त यहीँ मर्ने होला गएर के काम छ जिन्दगीमा कति दुःख पाइने हो कति यो त के थियो र यस्तो घाममा बस्नु न खानाको व्यवस्था छ म नबस लगाएर आज 25 दिन बितेको कति समय भयो 3 महिना हुन लाग्यो हजुर यहाँ बसेको 25 दिन भयो न्यायको लागि बसिराख्नु भएको छ त्यही कपडासँग यहीँ बसेको अवस्थामा बस्नु भएको छ एकैछिन छोरासँग सोच्छु बाबु नाम के हो मेरो नाम विकास साई सानै हुनुहुन्छ थाहा पाउनु भएको छ के भयो भन्ने कुरा हामी घरमै थियौँ बिहानखेरि तल मम्मी चाहिँ आउनुभयो अघिबाट हामी पनि पछिबाट आइगयौँ उताखेरि पछि थाहा भयो के भएको रहेछ भने थाहा पाउनु घटना भएको रहेछ भने पछि थाहा भयो साँझखेरि हेर्नु भएको थियो बुवाको चाहिँ त्यो खोलामा हेर्न दिइन्थ्यो के भएको थियो हेर्नु भएको थियो खोलामा हेर्न दिइन्थ्यो परले नै घटना प्रकृति तपाईले नजिकबाट निहाल्नु भयो हेर्नु भयो के कस्तो भएको थियो म नजिक जान मिलेन हेर्न पनि दिएनन् अब साँझखेरि एकासी मेरो बुढाको दाइ भाइ आउँदाखेरि लास हामीले बिहान 9 बजे थाहा भयो राति 6 बजे लास उठाएर केही नगरेर गोर्खाकोट लियो पोस्टमार्टमको लागि मैले त 3 दिन पछि देखाएको उहाँको सक्कल पनि तलतिर शरीर हेर्न मिलेन माथितिर शरीर टाउको मात्रै हेर्दाखेरि यो कान च्यात्थ्यो र 2 फ्याक भएको थियो यहाँसम्म चोट थियो मेरो बुढाको अहिले पनि मसँग फोटा छ 2 फ्याक भएको थियो श्रीमानको नाम भन्नु रामबहादुर साई रामबहादुर साई फिल छ अब यो तुला साईले किन मुद्दा ल्याएन अरू 3 जनाले मुद्दा यहाँ ल्याइसकेका छन् हामी निर्दोष हौँ बाहिर बसेर लड्न पाऊँ भनेर मुद्दा ल्याइसकेका छन् एउटा जनै तुला साईले ल्याए छैन उहाँले किन ल्याउनु भएन किन ल्याउनु भएन त्यो त मलाई पनि थाहा भएन छैन भनेको तपाईँ न्यायप्रति विश्वस्त विश्वासमा हुनुहुन्छ कि म न्याय पाउँछु म जति दिन यो पाउँछु भन्ने विश्वास लागेको छ अब यहीँदेखि हेरौँ अब मेरो यही आउने व्यवहार त सार्वजनिक विधा छ गरे छैन अब 25 गतेको व्यवहारसम्म हेरौँ के हुन्छ जस्तो त्यहाँदेखि सोच्नु पर्ला त्यसपछि के सोच्नुहुन्छ के गर्नुहुन्छ त्यो दिन यही नमिलेपछि त त्यो दिन म यहीँ मरेर मेरो लास आफन्तले बुझेर लिनेछन् म जान्दिनँ फर्केर घर एकबाट बच्चा बच्चीको श्रीमानको पीडा बेग्लै तपाईलाई यस्तो लाग्दैन कि मेरो मुद्दामा कोही अलि बुझकार जानकार व्यक्तिले बुझिदियोस् हेरिदिएको भए सायद अब मसँग न धुन छ न पैसा छ मसँग न पावर छ केही न केही छ मेरो त एक शरीर बाहेक 2 बाबु बाहेक अरू मसँग केही छैन मसँग केही भइदिएको भए त सबै हुन्थ्यो होला मसँग केही नभएर त आज मेरो लागि कोही रहन्छ जस्तो लाग्छ मेरो श्रीमान जस्तै जानुभयो त्यस्तै सबै मान्छे पनि गइहाल्नु भएछ मेरो श्रीमानले कहीँ मान्छे राख्नु भइरहन्छ जस्तो लाग्छ हुन्छ दिदी अब तपाईँ नरुनुहोस् यसरी हामीले पनि तपाईँको कुराहरूलाई राखेका छौँ सम्बन्धित ठाउँसम्म यो कुराकानी तपाईँले बोलेका कुराहरू तपाईँले त्यो पीडामा बोकेका कुराहरू सुनिदियोस् भन्ने हामी पनि आशावादी छौँ र साँच्चीकै एउटा न्याय उहाँले पाउनुपर्छ त्यो न्याय पाउनुहुन्छ भन्ने आशा पनि गरौँ र सम्बन्धित निकायसम्म उहाँले राखेको कुराहरू चाहिँ सुनिदियोस् भन्न तिरै हुनु थियो माघ 18 गते मुक्सिर 18 गते घर पुग्नु भयो माघ 17 गते यस्तो भइहाल्यो हामी आमा छोरा मात्रै घरमा थियौँ हामीलाई छोडेर तलतिरै जानुभयो तपाईँहरूलाई छोडेर त्यहाँ जानुभएको थियो यो घटनामा संलग्न रहेका जसरी तपाईँले अहिले आरोप लगाइराख्नु भएको छ नि उहाँहरूलाई छानबिन भयो या भएन के भयो कस्तो भयो जिल्ला अदालतले एकलाई 1.5 लाख रुपियाँ रन्नबहादुरलाई 1.5 लाख रिसुमलाई 1.5 लाख महेश्वरा साईलाई 1 लाखमा छोड्यो 2 जनालाई सामान्य ताडीमा छोड्यो भनेको यो केसमा जिल्लाले पनि सदर गरेर छोड्यो भन्नुहुन्छ तपाईँ त्यो न्याय नपाएपछि त्यो ठाउँबाट यो चाहिँ तपाईँ उच्चमा आउनुभएको जिल्लाले भन्यो चित्त बुझ्दैन भने जहाँ जान्छ जा भन्यो मेरो बालकृष्ण सायद देवरलाई जाहेरी दिनेवालालाई त्यही भन्यो र हामी यहाँसम्म आएको एक हिसाबले त जिल्लाले नै तपाईँहरूलाई चाहिँ यो ठाउँबाट अब भएन सुनिश्चित तपाईँहरू जे गर्नुहुन्छ जसो गर्नुहुन्छ भनेर तपाईँलाई चाहिँ छुटकारा त दिइसकेको अवस्था छ अब तपाईँले चाहिँ उच्चमा के अब यो केसलाई चाहिँ जितौँला भनेर आउनु भएको बस्नु भएको छ अब यसमा चाहिँ कतिको न्यायप्रति तपाईँ चाहिँ विश्वस्त हुनुहुन्छ हजुर म न्यायको लागि मेरो उच्चले न्याय दिन्छ जस्तो लागेर म यहाँ आएको हुँ
भनेको अब न्याय नहुन्जेलसम्म तपाईँ यहीँ बस्छु भन्नुहुन्छ। अब यसरी घाममा टन्टलाफुर घाममा यसरी बसेर दिनौँ दिन त होला जस्तो त लाग्दैन। सरकार त्यति निकम्ब छ कि जो तपाईँको न्यायप्रति लाग्ला जित्ला गर्ला भन्ने त आशा छैन होला।